नमस्ते सेवाहरू आज साथीहरू मेरो चाहिँ स्वर अलिक भाँसेको छ क्या। अस्ति एक दिन बाहिर यात्रा भइरहेको थियो नि त, त्यही भएर चाहिँ अलिक स्वर भाँसेको छ। आज चाहिँ म रातिदेखि नै चाहिँ भिडियो बनाउनु गइरहेको छु। रातिदेखिको भोलि दिउँसोसम्मको भिडियो हुन्छ भने चाहिँ हजुर चाहिँ हेरिदिनु होला, अन्तिमसम्म लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। आज चाहिँ मेरो काम के हो विशेष भनेर चाहिँ हजुरलाई चाहिँ म सेयर गर्न गइरहेको छु। आज चाहिँ हामी चाहिँ अब अहिले बेलुका यो लाखपति बाल्ने हाम्रो उयो छ नि त, प्लानिङ चाहिँ सबै शान्ति होस्, परिवारलाई सुखमय होस् होइन भनेर चाहिँ हामी चाहिँ लाखपति बाल्न गइरहेको छौँ। हामी चाहिँ यो हाम्रो पहिला नै हामी यसमा चाहिँ यो तल्लो फ्लाइट हो। हाम्रो चाहिँ 6-7 साल बसेर चाहिँ अहिले चाहिँ हामी माथि तल सिफ्ट भएको छौँ होइन। त्यही भएर चाहिँ भोलिको लागि चाहिँ हामीले चाहिँ लाखबत्ती बाल्नको लागि चाहिँ यो माटोको भाँडाहरू ल्याएको छौँ। तेलहरू भइहाल्यो। अब म चाहिँ यहाँनिर माथि अलिअलि भेज आइटमहरूको लागि तयार गर्नुपर्ने हुन्छ, त्यही भएर बिजी हुन्छ। यहाँ चाहिँ दाजु र भाइलाको लागि मेन विशेष भनेको चाहिँ हाम्रो परिवारको लागि मात्र, अनि यो प्लस दाजु र भाइको चाहिँ गर्दा शान्तिको लागि चाहिँ हामीले राम्रो होस् भनेर चाहिँ लाखबत्ती बाल्न गइरहेको छौँ। अनि त्यही भएर चाहिँ दाजुभाइलाई चाहिँ यहाँनिर लाखबत्ती भिजाउनु सिकाएर एकचोटि म चाहिँ यसमा राख्नु लागेर भिजाउनुको सिकाएर चाहिँ म चाहिँ फेरि माथि किचन जाँदैछु। उहाँहरू चाहिँ यो बाती खोल्नु हुँदैछ। यो चाहिँ हाम्रो सबै हाम्रो आमा, मेरो सासु आमा 77 होइन दाजु, आमा 78 इयर्सको आमा हुनुहुन्छ मेरो चाहिँ। उहाँले सबै काट्नु भएको है, आफ्नै हातले यस्तो मजाले काट्नु भएको छ, यस्तो पवित्र तरिकाले सबै हाम्रो आमाले काट्नु भएको। ल साथीहरू, अब चाहिँ म दाइहरूलाई चाहिँ एकचोटि सिकाएर अनि त्यसपछि चाहिँ म माथि किचन जान्छु। हामी बसेको चाहिँ मेरो श्रीमानजीलाई साह्रै रिस उठ्छ, अघि मैले बोल्दाखेरि रिस उठिसकेर। यो चाहिँ पहिला नैकै हाम्रो रुम हो, तल्लो फ्ल्याटमा त कति राम्रो कलर लाग्थ्यो साथीहरू। माथि चाहिँ निलो निलो कलर लगाएको छु। अनि यहाँनिर चाहिँ पहिला नै हाम्रो किचन थियो। मेरो छोरा यहीँ हुर्केको, यहीँ लड्यो मेरो छोरा पनि है। यो चाहिँ हाम्रो किचन थियो, धारा। यो चाहिँ मेरो चाहिँ अहिले 2 महिना जति भयो भाडामा बस्नुहुन्थ्यो यहाँनिर। अहिले भाडामा बस्ने दाइहरू चाहिँ भाइहरू चाहिँ सरेर जानुभयो, उहाँले पनि घर बनाएर। र साथीहरू हजुरहरू पनि भाडामा बस्नु चाहनुहुन्छ भने चाहिँ कोठा खाली छ, आउनु होला मलाई कन्ट्याक्ट गरेर। ल गाइस, यहाँ चाहिँ पहिला हामी चाहिँ अब होइन मेरो श्रीमान चाहिँ आउनुहोस् म नाच्नु दिन्छु अरे। अनि यहाँनिर चाहिँ हामी पहिला खानासाना बनाउँथ्यौँ होइन। अनि पकाएर टेबल हामी चाहिँ पहिला नै प्लास्टिकको रडबाट टेबल चाहिँ चाहिँ हामी कोसीमा हाउसमा दिएको हुन्छ, कोसीमा राखेको चाहिँ त्यसमा चाहिँ खान्थ्यौँ कहिले रमाइलो गरेको नाच्थ्यौँ। अब यसलाई अब हजारहरूको मुठा लिँदाखेरि तपाईँहरूलाई गाह्रो हुन्छ नि त। अनि त्यो 500-500को मुठा लिने, अनि झ्याम्मै यसरी भित्रसम्म तेल कस्तरी भिजाउने, अनि यसो कसरी जुटाहरूको नानी दर यसो गर्ने। अनि यो टुप्पोहरू हिसाबले गर्नुपर्छ, जे प्याकेट गर्नु हुँदैन। फेरि यसलाई यसरी भिजाउने छ्याप्पै तेल, अनि फेरि यसरी गर्ने। अनि यसो गरिसकेर मलाई चाहिँ उहाँहरूलाई थाहा छैन साथीहरू, त्यही भएर त्यसो दाइहरूलाई चाहिँ भनेर यसो जानु लागेको छु। अनि यति गरिसकेपछि यो यसरी टक्कसँगले मजाले मिलाएर यसो सट्ट राखिदिने है श्रीमानज्यू। ल ठिक छ। अनि भरे तपाईँहरूको तेल काट्ने बेलामा चाहिँ यो पत्रिका सिधी चाहिँ यो तेललाई अनि हातै भजिया हुन्छ, यो पत्रिका लिएर हात सट्ट पुस्ने, ड्राई गरेर तेल काटेर फेरि हाल्ने। अनि यो पनि नफाल्ने, यसको मुनि तेलहरू अलिअलि छ भरे तर मिल्छ। अब यसरी चाहिँ हामी लाखबत्ती बाल्नको लागि तयार गर्दैछौँ साथीहरू। हुन त बिहान गर्नुपर्ने हो, तर हामी भ्याउँदैनौँ नि त, बाबु छ स्कुल पनि लाग्नुपर्ने हुन्छ। अनि अहिले अलिअलि काम गरेर भोलि चाहिँ हामी मन्दिरमा लाखबत्ती बाल्न गइरहेको छौँ हाम्रो लुबुको। अब रातिको अहिले लगभग 11 बजे 10-15 मिनट पनि गइसक्यो साथीहरू। मैले चाहिँ अब भोलिको लागि अलिअलि अचारहरू बनाउनुलाई होइन, रोटीहरूको पिठोहरू सबै रेडी गरेर यति सामानहरू रेडी गरिसकेको छु। हामी चाहिँ यस्तो हो क्या साथीहरू, अब थोरै ठिक चढाउनु पूजा गर्नुको लागि मात्र बनाएको, सबै त्यस्तो हामी फ्यामिली पनि थोरै छौँ। अनि खास चाहिँ अब लाख पूजा त ठुलो पूजा नै हो होइन, तर हामी चाहिँ होम चेल्न आउँदैनौँ, जस्ट लाखबत्ती मात्रै बाल्ने मन्दिर गएर। अनि मन्दिरमा सबै कुरा मन्दिरमा गर्ने हो नि त, त्यही भएर मन्दिरमा गएर सबै उयो गर्नु चाहिँ धेरै अब बनाउनु गाह्रो हुन्छ नि त बोकेर लानुलाई। त्यही भएर चाहिँ हामी ठिक पूजा गर्नुलाई चाहिने चिजहरू मात्र बनाएर चाहिँ लाने भनेर चाहिँ प्रसादको उयसमा रोटी पुरीहरू लानुको लागि चाहिँ रेडी गरिरहेको। अब अहिले नै बनायो भने त बासी हुन्छ नि त, त्यही भएर चाहिँ सबै काटकुट पारेर रेडी बनाएको छु। अनि भोलि बिहान चाहिँ चाँडै उठेर बनाउने साथीहरू।
दिक्क लागिसक्यो स्वर पनि अर्कै खालको भइरहेछ अब पर्दाहरू पनि हल्का लगाइदिनु पर्यो ल साथीहरू अब चाहिँ म तल जान्छु बिचारा मेरो छोरालाई स्कुल ड्रेस पनि चेन्ज गर्नु भ्याएको छैन अब उसलाई तेलसेल लगाएर नुनु गरिदिन्छु है पुन्तु ल अब गुड नाइट गर्ने है बेबी अनि भोलि बिहानै भेट्ने फेरि है ल लेट्स गो बेबी ल नगरिस न ल साथीहरू म चाहिँ आज होइन बिहानदेखिको भिडियो त अब बनाउँ भनेर मैले हजुरलाई भनेको तर बनाउनै पाइनँ क्या अब म एक्लैले बिहान 7-3 बजेदेखिको यसो अब चढाउने कुराहरू बनाउने यताउता गर्ने अनि मेरो श्रीमान दाजुहरूले चाहिँ मन्दिरमा गएर अब अघि मैले देखाउनु पाएन क्या त्यो चाहिँ मन्दिरमा लाखबत्ती लिएर जानु भइसकेको छ अब चाहिँ हामी मन्दिर गएर पूजा गर्न सुरु गरिरहेको छौँ हतार छ त्यही भएर छिटो छिटो बोलाएको छ साथीहरू ल त म चाहिँ अब गएँ है त ल साथीहरू अब चाहिँ हामी यहाँनिर गुरु पनि आइसक्नु भइसकेको छ अब चाहिँ हामी यहाँनिर सामानहरू चाहिँ यसो ठिक पारिदिन्छौँ हामी चाहिँ होम चाहिँ नलाउने होइन गुरु हामी चाहिँ होम चाहिँ नलाउँदैनौँ लाखबत्तीको लागि मात्रै हाम्रो चाहिँ पुछेको थियो होइन त्यही भएर चाहिँ हामी चाहिँ त्यस्तो लामो पूजा चाहिँ हुँदैन जस अब लाखबत्तीको लागि मात्रै छ अनि त्यही भएर चाहिँ हामी सुरु गर्दैछौँ अब चाहिँ मैले चामल हाल्न सुरु गर्न गइरहेको छु एक मानो होइन गुरु ल 4वटा ठाउँमा राख्नुपर्ने छ हामी चाहिँ तल चाहिँ एउटा मात्रै लिनेछौँ क्या साथीहरू धेरै पर नजानु बाबा आवाज चाहिँ सुनिँदैन भयो चाहिँ पर सानो हुन्छ अब हामी त मतवाली पऱ्यौँ गुरु अब कति कुराहरू अब उयसमा हुन्छ होला होइन ल साथीहरू अब चाहिँ हाम्रो लगभग यहाँनिर यसरी मिलाइसकेर राखिसकेको छु यो चाहिँ हाम्रो लाखबत्ती भइहाल्यो यता हाम्रो दिदी पनि आउनुभएको छ दिदीले पनि मिसाउनुको लागि काट्नु हुँदैछ हुन्छ दिदी त हाम्रो आमा चाहिँ फेरि हाम्रो आमा चाहिँ रातिदेखिको अलिक सन्चो हुनुहुन्न के भएर एक्कासी ज्वरो आएर है अनि यहाँ चाहिँ गुरुले अब यहाँनिर पूजा सुरु गर्नुभएको छ यहाँनिर चाहिँ यस्तो छ है र दिदीले कति बजीले बाती काट्नु भएको छ हाम्रो दिदीले त यहाँ चाहिँ अनि मेरो गुरुको लागि चाहिँ यो चाहिँ दिने भयो सामान ल गाइस यसरी हाम्रो पूजाहरू सुरु हुँदैछ हजुरहरू पनि लाखबत्तीलाई हेरेर दर्शन गर्नु होला हजुरको मनोकामना पुरा होस् सबैजनालाई रक्षा गरून् नेपालमा पनि शान्ति होस् हामीहरू यहाँनिर चाहिँ लाखबत्ती राख्नुको लागि चाहिँ गुरुले ठाउँ पाउनुहुँदैछ यहाँ चाहिँ राखेर अब बाल्नु सुरु गर्दैछौँ है हामी त साथीहरू यसरी नै मलाई छुनु अरे मम्मी मलाई छुनु ल गाइस अब चाहिँ फाइनली हामी चाहिँ यहाँनिर अब सुरु गऱ्यौँ है हामी चाहिँ लाखबत्ती बाल्नुलाई भगवान् एउटा सबैलाई चाहिँ हामी यसरी यहाँनिर चाहिँ मेरो श्रीमानज्यूले पनि बाल्नु हुँदैछ
अब सबैजना पालो पिलो यता दिदीहरू आमाहरू दाइहरू पनि बाल्नुहुन्छ हामी चाहिँ बाल्दैछौँ साथीहरू अब चाहिँ लगभग हाम्रो दियो बाल्ने काम पनि यो भयो है अब हाम्रो दाजु पनि बाल्नु हुँदैछ ल परमेश्वरी भगवान रक्षा गरिदिनु है प्रभु ल है ल ढल्छ है आमा एकछिन अलिअलि अलि बोल्दै गर अर्को अर्कोले गर्न है ल अब चाहिँ हामी बाल्दैछौँ है गुरुजीलाई चाहिँ सिधा दिँदैछु आशीर्वाद दिनु होला सबै रोग दुःखहरू हटेर जाओस् कल्याण होस् पितृ उद्धार होस् टिका लगाउन आउने सबैजना अलिक उता बसेर लगाइदिनु न तातो सबैजना अब डोरा बाँध्ने टिका लगाउने हाम्रो पूजा पनि अझै समाप्त चाहिँ सबैजनालाई टिका लगाइसक्यौँ हामीले आशीर्वाद लिइसक्यौँ यहाँ कस्तो मजाले लागबत्ती पनि बलिरहेको छ कति राम्रो देखिरहेछ मेरो श्रीमानजीले चाहिँ पुरा यहाँनिर गरिरहनु भएको छ उहाँको त लुगा पनि डढ्यो त्यस्तो तातो तातो आएर यहाँ दाइ पनि रातो न रातो हुनु भइसक्यो साथीहरू मेन हाम्रो चाहिँ त्रिपुरेश्वर महादेव मन्दिर चाहिँ उहाँ नै हुनुहुन्छ है साथीहरू शम्भु राजा स्कुलबाट आएको है मेरो छोराको ह्यापी होली भनिदिनु सुने ह्यापी होली मेरो छोरा त यस्तो नि ल गुरुले टिका लगाइदिन्छ हजुरलाई ल गइस सुस ओपन गर्नुहोस् न गटको बेला त सुस ओपन ल सुसु आयो अरे टिका लगाएर त ले टिका लगाइदिँदै मेरो छोरा आशीर्वाद दिँदै हुनुहुन्छ बाबु नगर्नुहोस् न बेबी लु हेर्नु दिसो त गुरुलाई हेर्नु दिसो हे भगवान् ह्याप्पी होली खेलेर आएर मेरो छोरा यस्तो भएर चाहिँ नि प्रभु ह्याप्पी होलीले यस्तो गरेर ल त अब चाहिँ यहाँनिर पूजाहरू गरिसक्यौँ होइन लागबत्ती पनि बालिसक्यौँ अनि सबै हामी चाहिँ यो लागबत्तीहरू बालिसकेपछि मन्दिरहरू फोहोर हुन्छ नि त त्यही भएर सबै सफा गरेर यहाँ दाइ र भाइ मिलेर मजाले सफा गर्नुहुँदैछ अनि आमा चाहिँ हात धोएर बसिराख्नु भएको छ अनि अब चाहिँ हामी यति सफा गरिसकेर मन्दिरदेखि जाने आफ्नो घर यो चाहिँ हाम्रो मन्दिर यता मन्दिर चाहिँ बन्दै हुनुहुन्छ मन्दिर चाहिँ बनाउँदै हुनुहुन्छ ल गाइस अब चाहिँ हामी मन्दिरको पूजा गरिसकेर लागबत्ती बालिसकेर अब चाहिँ हामी घरको यात्रा जाँदैछौँ घर फर्किँदैछौँ है साथीहरू यता मेरो श्रीमानज्यू चाहिँ दियो बोकेर आउनु हुँदैछ आज मेरो छोरालाई फ्रिडम छोडिदियो क्या साथीहरू लास्टै फोरी हुनुभएको छ दादा चाहिँ आज के गर्नु अब घर गएर वास गरिदिनु पर्छ ल त शम्भु राजा अब हामी जाँदैछौँ ल राम्रोसँगले राम्रो होस् सबैलाई परिवारलाई शान्ति होस् आजको हाम्रो लागबत्ती बाल्ने प्रोग्राम पनि सिद्धियो यता पनि हुनुहुन्छ शम्भु राजा घरमा आएर छिमेकी मेरो साथीहरूलाई चाहिँ छिमेकी दिदीहरूलाई चाहिँ हामी प्रसाद बाँड्न गइरहेको छु धेरै छिमेकीहरू नजिक हुनु न धेरै त्यस्तो उयो पनि गरेको होइन त्यही भएर चाहिँ हामी चाहिँ मेरो नजिकको छिमेकी दिदीलाई चाहिँ म यहाँनिर प्रसाद पुर्याउन जाँदैछु साथीहरू टप्परीमा पुर्याउनु पर्ने साथीहरू तर टप्परीमा के पुर्याउनु भनेर चाहिँ म चाहिँ प्लेटमा पुर्याउन गइरहेको छु अब चाहिँ म जाँदैछु पुर्याउनुलाई अब चाहिँ मन्दिरबाट आएर होइन
अलिअलि साथीहरूलाई प्रसाद वल्लो घर पल्लो घरलाई बाँडिसकेर हामी पनि खाजा जस्तै भनौँ न पुरीहरू तरकारीहरू खाएर किचनहरू सबै सफा गरिसके साथीहरू लगभग यहाँनिर 8:15 जति भइसक्यो है। अनि हेरिसकेर आज त्यहाँ काठमाडौँमा पानी परेर है त्यस्तो ठुलो पानी त परेको छैन, अलिअलि पानी परिरहेछ तर पनि हेर्नु न गडाङगुडुङ गरिरहेछ। धेरै मोबाइल पनि चलाउनु हुँदैन। अब चाहिँ म साथीहरू पुरा पानी परेर खुसी पनि लागिरहेको छ। कति दिन भइसक्यो नि त पानी नपरेको। अब यसो नयाँ नयाँ बिरुवाहरू लाउनु पर्ने हुन्छ। हेरिस्यो यस्तो छ है रातिको भ्यूहरू चाहिँ अलि किरिरी देखिन्छ। ल साथीहरू अब चाहिँ म होइन लास्टै गलेको छु नि त, लगभग झन्डै 20-25 दिन भइसक्यो है डुलेको छु। अनि घरमा पनि कामहरू त्यस्तै भइरहेछ। अनि आज चाहिँ हामीले लागबत्ती बालेकोले म हिजोदेखि कुदेको बिहान पनि चाँडै उठेर, राति पनि ढिलो सुत्यो, बिहान पनि चाँडै उठेर काम गर्नु परेको छ। मेरो छोरालाई धेरै धेरै मिस गराएछु। ऊ भात जहिले सघाइदिन्थ्यो, अहिले ऊ छैन। अनि त्यो सबै काम आफूले गर्नुपर्ने हुन्छ। हुन त मेरो दाइ र मेरो हस्बेन्ड पनि सघाउनु त धेरै धेरै सघाउनु भयो, र पनि लास्टै गलेको छु। अनारे कस्तो लाग्दो भएको छ क्या साथीहरू। ल त साथीहरू मेरो यो भिडियो हजुरहरूले अन्तिमसम्म हेरेर मलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। नमस्ते सेवारो, गुड नाइट साथीहरू, बाई।